हाई गाइज हामी स्वयम्भू घुम्न आएको छोरी म दुईवटा छोरीसँग स्वयम्भू उकालो चढ्दैछौँ है। सासी रोकिएछ। यो भरे उकालो चढेर देखाउ त नानी हो। यता हेर मुसा। छोरीहरू हिँडिरहेछन् उकालो बोक्नु भन्दैछ छोरीहरूले। अब चाहिँ यो उकालो भर्याङ लाग्यौँ हामी स्वयम्भूको उकालो। आयो नि त बच्चा। स्वयम्भूको सासै फुल्यो भने एउटा फोटो लिऊँ ल हामी। खोस्ला भन्ने डर बाँदरले खाइरहेको छ। छोरीहरू उकालो हिँड्दैछ। ल हिँड हामी स्वयम्भू आइपुग्न लाग्यो है। हाम्रो मुसी त जन्मेर पहिलोचोटि स्वयम्भू आएको होइन मुसा? आई गेस होइन अरे। खोस्ला भन्ने डर है। हाम्रो पुर्खाहरू हो नि। जुम्रा हेरेर बस्दैछ हिँड ल। What the heck? पुर्खाहरूले जुम्रा हेरेर बस्दैछन्। मोबाइल खोस्ला भन्ने डर। कुद्दैछ। हामी लगभग माथि गुम्बा मन्दिर आइपुग्न लाग्यौँ। यताबाट ओह्रालो हेर्दा सास रोक्यो। यहाँबाट चाहिँ काठमाडौँ सहर मजाले देखिन्छ। अनि है तलमाथि गइरहेछ है बाबु। छोरीहरू थाकेर विश्राम लिँदैछ। मजा आयो मुसा है ठुली। पुरा प्रदूषणले यस्तो धमिलो देखिएको छ है यो काठमाडौँ। फाइनली हामी स्वयम्भूको मन्दिर आइपुग्यौँ। स्वयम्भू आइपुग्यौँ हामी। चढ्यौँ है। सब स्वयम्भू घुम्न आउनेहरू बाबा। स्वयम्भू मन्दिर आइपुग्यौँ हामी। हामीहरू सब स्वयम्भू मन्दिर दर्शन गर्न आउनेहरू दर्शनार्थीहरू हुनुहुन्छ। अब लु अब काठमाडौँ सहर हेर्नुपर्छ यहाँबाट है। हाम्रो घर देखिन्छ होला? देखिँदैन। ल हेर घन्टाघर त्यहाँ छ हेर त। ऊ कस्तो धमिलो यो प्रदूषणले गर्दा सबै धमिलो केही देखिन्न काठमाडौँको। ल हेर घन्टाघर पनि यस्तो धमिलो छ। पानी परेको बेला कति सफा देखिन्छ। हजुर तातो हावा पो आइरहेछ त। यहाँ तातो हावा आयो भने तराईतिर के होला कान्छी? केही देखिँदैन। ल White House? White House भन्नु त्यो? Isn't that the one? आयो आयो।
स्वयम्भूको दर्शन गरिसकेपछि हामी ओर्लिदिन्छौँ है छोरीसँग। दुईवटा छोरीहरूलाई चाहिँ पसिना आयो अरे भन्दैछ गर्मी भएर। चाइनिज पाहुनाहरूले फोटो भिडियो लिँदै हुनुहुन्छ। अब चाहिँ हामी दोस्रो बाटोबाट ओर्लिँदैछौँ। अब यो बाटो हामी तल झर्दैछौँ। लाउ नानीहरू कुकुर धेर भएर कि मूर्तितिर पनि सु गरिदिन्छ। हजुरहरू जाने अब यहाँबाट ओर्लिएर जाने है। तर जाने बेला के किन्दिने? के किनिदिनु? आइसक्रिम। आइसक्रिम बोबा। अनि पापाले थाहा पाउनुभयो भने अब पापाले के गर्नु? गर्मी भएर ओ ल ल ल बोटी भनेको मिल्क ल भिडियो बनाउनु कि मान अनि के अरे फोटो खिच्न मान। म तिमीहरूलाई आइसक्रिम किनिदिन्छु ल। जमाना कस्तो भिडियो फोटो खिच्नको लागि आइसक्रिम किनिदिनु पर्ने मेरो छोरीहरूलाई। अब चाहिँ हामी घर फर्किने तयारीमा छौँ। हाछु आयो मुसा? ल ल जामै जामै। अब यो ओह्रालो हामी स्वयम्भू चोक जाँदैछौँ होइन है। ऊ तल छ नि चोकमा हेर त त्यहाँ मेन कुरा त बुद्ध त्यहाँ कमल के अरे पोखरीको बिचमा छ। अब हामी यो ओह्रालो चोकतिर झर्दैछौँ स्वयम्भूको चोकतिर। बस स्ट्यान्ड बच्चालाई घैँ घैँ पार्दै पब्लिक बसमा घर फर्काउने हो। के भयो मुसा? ल खाना नपाएर लडाइँ परेको यिनीहरू। ए यिनीहरूले त खोसी पो दिन्छ त खानेकुराहरू। हामी चाहिँ यहाँबाट अब तल ओर्लिँदैछौँ। तलबाट चाहिँ माथि स्वयम्भू मन्दिरको लागि आउँदै हुनुहुन्छ दर्शनार्थीहरू पाहुनाहरू पर्यटकहरू। फाइनली हामी तल झर्लिसक्यौँ सबै जना। मुसा थाकेर गर्मीले टाँट फर्केको छोरीहरू हो। ल ल ल अनि घुम्न आउँदा त यस्तै त गर्ने हो त। भोक लाग्ने गरी घुम्ने अनि तिर्खा लाग्ने गरी घुम्ने अनि पो रमाइलो हुन्छ। तर घुम्न गएको होइन हो कि भन त। ल यो पोखरीमा चाहिँ सिक्का हानेर मनको इच्छा राख्यो भने पुरा हुन्छ भन्ने मान्यता राख्छन्। मैले पनि त्यो सुनेको है। अब साँचो कुरा चाहिँ थाहा छैन। सरसफाइ हुँदो रहेछ पोखरीको। घर फर्किन लाग्यो। ल जाउँ। यो ओह्रालो लाग्यो अब घरतिर। ट्याक्सीबाट होइन नि छोरी, ट्याक्सीबाट गयो भने त के अरे एकैछिनमा पुगिन्छ। घुम्न आएको मजै आउँदैन। साझा बसमा जानुपर्छ है। साझा बसमा यो चाहिँ स्वयम्भूको पार्किङ हो। हामी चाहिँ तल ओह्रालो लाग्दैछौँ। अब घुम्न आउने मान्छेहरू त त्यहाँ मुख सुख बिगारेर बसेको मेरो छोरीहरू। ए बाबा घुम्न आएको म राम्रो लागेन। मेरो छोरीहरूको मुख यत्रो भएको छ। हे प्रभु यो डिजिटल जमानाको बालबच्चाहरू घरमै बसेर मोबाइल खेलेर टिभी हेरेर रमाउने बच्चाहरूलाई यसरी घुम्न रमाउन मन पर्दैन। हाम्रो पालामा यस्तो कहाँ थियो र कति रमाइलो थियो। हाम्रो मेलापात जङ्गल बजार जानको लागि समय कुर्नु पर्थ्यो। चाडपर्व आउनु पर्थ्यो। काठमाडौँमा मेला भए पनि तिनीहरू जान मान्दैनौ। यिनीहरूको मुख बिग्रेको हेर त। जे थियो हाम्रै जमाना राम्रो थियो। जे भए पनि यो डिजिटल युगले बच्चाहरूको बानी बिगार्यो। स्वास्थ्य पनि बिगार्छ। आँखा खेर जान्छ। के गर्नु डेभलप त भयो बच्चाहरूको हेल्थ बिग्रियो।
कस्तो मेरो टी सर्टै बिगारिदियो